गाइजहरू आज चाहिँ हामी साउदी अरबियाको भिडियो गरेको हामी चाहिँ ब्याङ्कबाट के अरे पैसा पठाइवरी आएको अरे नेपालबाट साउदीको घरहरू यस्तो हुन्छ हेर्नुहोस् गाइजहरू चाहिँ मेरो फर्स्ट सुरुको ब्लग हो। मैले अहिलेसम्म ब्लग गरेको थिइनँ। साउदी आएर जस खुसी लागिरहेछ, मजा छ साउदीमा। घरहरू यस्तो हुन्छ नि हेर्नुहोस्। साउदीको कुन ठाउँ रे? साउदीको जेद्दा भन्ने ठाउँ। यस्तो जेद्दा भन्ने ठाउँ हो यो। साउदीमा धेरै गर्मी हुन्छ भन्थे, तर त्यस्तो धेरै गर्मी छैन। जेद्दा भनेको नेपाल जस्तै छ ठाउँ भनेर। मौसम चाहिँ त्यस्तै हो, जाडो छ अहिले। हिउँ चाहिँ पर्दैन, ठाउँ अनुसार पर्छ हिउँ चाहिँ। घरहरू यस्तो हुन्छन्। आज ब्याङ्क गएको, ब्याङ्कमा कामै भएन, त्यसैले दुःखी भएर आउनु परिरहेछ। त्यसको चाहिँ काम भयो, त्यही भएर खुसी भइरहेछ। अब म 1 महिनापछि नेपाल जाँदैछु। काठमाडौँमा भेटौँला रेस्टुरेन्टमा। काम नभएर गिदी भइरहेछ, कामै भएन। हरियो के देखाउनु। रुखहरू यस्तो हुन्छन् हेर्नुहोस्। यहाँको बिल्डिङहरू बन्दैछ। गाडीहरू यस्तो आउँछन्। यहाँ बिरालो पनि छ। बिरालो त देखिएन। 5 मिनटको बाटो छ ब्याङ्क जाने ठाउँ। हिँड्दै गएर हामी चाहिँ अब चाहिँ हामी रुममा आइपुग्न आँट्यौँ। मजाको मेरो भ्लग पनि बन्द गर्छु।